हेर्नुहोस् है साथीहरू, हामीले सानोमा बचपनमा हुँदाखेरि जब बालापन थियो, स्कुले जीवन थियो, त्यति बेला कमलको फुल एकदमै ठुलो हुन्छ जस्तो लाग्थ्यो। अनि त्यसको चित्र पनि कोरिन्थ्यो। त्यसैमाथि सरस्वती त्यही कमल फुलमाथि बसेको देखिन्थ्यो र हामीलाई लाग्थ्यो कि धेरै ठुलो हुन्थ्यो होला। र कतिपय साथीहरूलाई अझै पनि कतिपय हामी नेपालीहरूलाई कमल फुल देखिरहेका छैनौँ। हामीहरूले कमल फुल देखेका छैनौँ, तर कमल फुल वास्तवमा सानो हुँदो रहेछ, एकदम सानो, एउटा मुठीभरमा मात्रै हुँदो रहेछ। अब हामीलाई त लाग्थ्यो कि सरस्वती, विद्याको देवी सरस्वती भनौँ, सरस्वती माता कमलको फुलमाथि बसेको देख्दा त कमलको फुल धेरै ठुलो हुन्छ होला अब, भगवान् जस्तो चाहिँ ऊ बस्ने। तर वास्तवमा चाहिँ कमलको फुल सानो हुँदो रहेछ, यथार्थमा चाहिँ धेरै सानो हुँदो रहेछ कमलको फुल। अनि त्यत्रो सानो फुलमाथि सरस्वती बस्ने भनेपछि सरस्वती झन् कत्रो हुँदा हुनु होला, सरस्वती माता कत्रो हुनुहुन्थ्यो होला। ल म तपाईँहरूलाई चाहिँ नजिकैबाट कमलको फुल देखाउने कोसिस गर्छु। आउनुहोस् हेरौँ है। यो सबै यतादेखि नै सबै कमलको फुल हो। अझ नजिकबाट देखाउँछु म तपाईँहरूलाई। ल हेर्नुहोस्, अब सरस्वती बसे पनि, लक्ष्मी माता बसे पनि, जो बसे पनि कमलको फुल यही हो। अनि यसमा चाहिँ बस्ने भगवान्हरू कत्रो हुनुहुन्थ्यो होला, मलाई अचम्म लाग्छ। अब सायद पहिलाको युगमा सायद अब कमलको फुल अझ ठुलो पो हुन्थ्यो होला कि, त्यो त भगवान् जानु। तर चाहिँ अहिलेको जो वर्तमान समयमा हामीले देखिने भनेको यत्रै हो। र यहाँ हेर्नुहोस्, अब मौरीले त्यहीँबाट रस लिँदैछ यही कमलको फुलबाट। कमलको फुल यत्रै हो, सानो हुन्छ तर राम्रो हुन्छ, सुन्दर हुन्छ। एउटा पानीमा मात्रै हुँदो रहेछ प्रायः जसो यो कमल फुल, अन्य पानी, हिलो अथवा यस्तैमा सुन्दर हुने, तर सानो हुँदो रहेछ। हामीलाई त सानो छँदाखेरि अचम्म लाग्थ्यो कि यो त अब भगवान् जस्तो ऊहरू बस्ने भनेपछि कति ठुलो हुँदो भन्ने चाहिँ एउटा अचम्म लाग्थ्यो। अनि फेरि कमै मात्रामा देखिन्थ्यो कमल फुल, त्यही भएर पनि अब झ्याप्पै हामीलाई त्यो विश्वास पनि हुन्थेन वास्तवमा कमल फुल भनेको यत्रै सानो हुँदो रहेछ। यहाँ धेरै रङ्गी बिरङ्गी खालका छन्, धेरै प्रकारका छन्। कमलै फुल हुन्, तर चाहिँ कोही रातो, कोही निलो, कोही सेतो, प्रकारका छन्। र यही कमल फुलभित्र रस खान जाने क्रममा मौरी फसेको छ। मौरी चाहिँ त्यहीँभित्र फसेको रहेछ, निस्किन सकिरहेको छैन। मैले पनि यसलाई यसो बाहिर निकालिदिने कोसिस गर्छु। एउटा सानो सिन्का लिएर चाहिँ अब यो मौरीको उद्धार पनि गरेँ। कमल फुलभित्र पहिला त सरस्वती माता बस्नुहुन्थ्यो, अहिले चाहिँ मौरी बस्दो रहेछ भन्नु पऱ्यो। हेर्नु, सानो तर चाहिँ सुन्दर खालको कमल फुलहरू, पानीमा मात्रै हुने, पानी र हिलोमा मात्रै।